नमस्कार। म सुमेरु खगोल विचारबाट भैरवावासीका नाममा एक सानो सन्देश। असार 14 बितिसक्दा पनि भैरवाले मन खोलेर पानी देख्न पाएको छैन। खेत सुकिरहेका छन्, धारा र पाइपमा पानी कमजोर छ, कतै आएको छैन, सुकिरहेको छ। गर्मीले जनजीवन कष्टकर बनाएको छ। यस्तो अवस्थामा धेरैले सोधिरहेका छन्, मनसुन कता हरायो? वास्तवमा मनसुन हराएको होइन, यस वर्ष कमजोर र असमान रूपमा सक्रिय भएको देखिएको छ। मौसमविदहरूले पनि 2026 को मनसुनमा नेपालका धेरै क्षेत्रमा औसतभन्दा कम वर्षा हुन सक्ने अनुमान गरेका थिए। तर निराश हुनुपर्ने अवस्था भने छैन। पछिल्ला पूर्व अनुमानहरूले भैरवा तथा पश्चिम तराईमा आगामी केही दिनभित्र मेघगर्जनसहित वर्षाको सम्भावना बढ्दै गएको देखाएका छन्। यसैबीच हामी सबैले पानीको मितव्ययी प्रयोग गरौँ, खेतीपातीको तयारी कायम राखौँ र अफवाहभन्दा आधिकारिक मौसम जानकारीलाई विश्वास गरौँ। प्रकृतिले ढिलो गर्न सक्छ, तर आशा कहिल्यै सुक्दैन। भैरवामा पनि मनसुनको वर्षा अवश्य आउनेछ। 1-2 दिन पर्खौँ। धन्यवाद।